अब यहाँ टिकट काट्न जाँदैछौँ। हेलो गाइज, गुड मर्निङ। सबैजना सोचिहाल्नु हुनुहुन्छ। सो अब चाहिँ हामी काठमाडौँ जाँदैछौँ। पोखरा टु काठमाडौँ। आज चाहिँ भोलि चाहिँ म बुढालाई छोड्नको लागि काठमाडौँ जानु लाग्यो। भोलिको साँझको फ्लाइट छ। आज हामी 1 गते यहाँबाट हिँडेको थियौँ। अब अहिले ठ्याक्कै 7:30 कति भएको छ। कति बजी पुगिन्छ अहिले न है। सबै सामानहरू राखिसक्यौँ। अब हामी चाहिँ पोखराबाट हिँड्न लाग्यो। ओके गाइज, ल त गाइज 40 दिन पनि 40 दिन हिजोभर छुट्टीमा आस्तो लाग्थ्यो। 40 दिन पुगेछ। गाह्रो पो छ त जिन्दगी। सोचेको छु छैन, यस्तै छ, केही छैन। आउनु जाने कार्यक्रम चलिरहन्छ क्यारे होइन। अब यस्तै हो। अब घरबाट निस्क्यौँ, निनीकोमा जान्छौँ। निनीकोबाट हामी सिधै बसबाट हामी काठमाडौँको गाडी त्यस्तो मातेर काठमाडौँतिर लाग्छौँ होइन त। ओइ पर्दा लाउनु न। म आन्टीले आइसक्यो अरे। आज के भयो बसिरहन्छ नि। नभए के भिड बसिदिने यो तिहारको नदेखाऊ ल। राम्रोसँग भक्क तिहारको भाग जब के को तिहारको भागबाट राम्रो होस्, शुभयात्रा होस्, खुसी होस्, राशि होस्, अमिर होस्। होइन होइन लाउने हो। उता पनि लगाइदिनु न। क्या ए छ त यहीँ। यो चाहिँ यो एउटा चाहिँ है पछि हाल्ने। तिहारको दिन राख्नु लगाइस है। अब तिहारभन्दा अघि जान लाउनु भएको, त्यही भएर सो तिहारको चिज आज भयो। टिका लगाइदिनु निलाई, निलाई टिका लगाइदिनु पर्दैन आज त। आज पर्दैन। म लगाइदिइहाल्छु नि। कस्तो मेरो मुख नर है। ए रुन त मास नलाउनु। कस्तो राम्रो भयो नि। यहाँ ओट देख्नुहुन्न बुढी त आउनु पर्यो नि त नि। आन्टी आन्टी भन्छ अनि छोरीहरू जस्तो लाग्छ। अघि हामी घर हेर्दै आएको के ज्योति ल मन ल्याटोको पुगोस् राम्रोसँग। कता हो मैले फुल लगाइदिन्छु। कता कसो शुभयात्रा। ल मलाई पो हुन्छ शुभयात्रा ल। बुढालाई पुऱ्याउनु जाने हो नि हो त नि अनि शुभयात्रा होइन त नि। गुड लक। धन्यवाद। आशीर्वाद राम्रो होस्। तिहारको शुभकामना। सधैँ खुसी रहनु। सधैँ आँटेको पुरा होस् होइन। ल यता 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 अनिलले नराउने है हामीले। अहिले रुन्छ बुढी, अहिले रुइहाल्छु। के रुने र ल भयो। त्यसलाई मास नराख्दा गर्ने। अब जाने के पऱ्यो अरे आन्टी भन्नु तपाईँको के पऱ्यो भनेको। अब बुढीलाई छोडेर जाने बेलामा यहाँ गर्नु परिहाल्छ नि। ओहो सबै थाहा होइन होला मनको कुरा निललाई र आन्टीलाई। तिहारको भाग अघि दिनु पर्ने टिका लगाउनु बित्ति तपाईँ पनि त्यहाँ भिडियो गरे यसो डेढ ढोक गरे गर्नु न।
जाने बेला ढोक्न साइज बेला ढोक्न सम्झिनु राम्रो होस् होला सम्झिनु निनीहरूले माया गरोस् मैले गरेछु र तँले गरेछस् त भिडी पनि भएर भइहाल्छ बिचार अब भएर गइहाल्छु नि म नसम्झा भने हो त्यही भएर एकदम आँसु आउँछ यो दिँदाखेरि नरुने के कति ह्यान्डसम देखेको आम्बो निनी यता हेर्न कस्तो दामी देखिया छ कि मैले अलिबाट निल जिस्काइरहेको थिएँ झन् रोएर हुन्छ नि हामी रोखाएन खै हामी रोआ छैनौँ खै अब 1-2 वर्ष जाउँछ त कसले रो भन्दै एउटालाई रो भनेर आँसु नरो भनेर नआउने हो र आँसु भन्ने चिज पनि अब गयो भने 6 महिनामा 20 दिन पाक्छ अनि त्यसपछि भनेको अब 1 वर्षपछि 1.5 वर्ष चाहिँ हुन्छ होला 1.5 वर्ष 50 दिन अब अर्को छोटो 50 दिन के लाउनु पर्छ के हो त हिँडी बेला लगाएको लागेको सायद हो त ल जाउँ दही खाउँछ तिमी ए मैले दही खाने र अब हामी चाहिँ हामी निस्किन लाग्यो सामान किन्न गएको थियो नि स्कुटी लिएर अब हामी यहाँबाट निस्किसकेको अनि घरबाट अनि पाजुले पुरै दुध ल्याइदिन्छ भन्दै बस्नु भयो होला आउँदैन 8-9 गते आउने गर्दैन बाजुको हातको पहिले छोडी पहिला छोडे बाबु हो त नि उतैबाट जान्थ्यो नि त म उता भित्र गएको छैन बाजु बाई बाई म 1 हप्तापछि आइहाल्छु नि पछाडि बस्नु तेरी के हो यस्तो बसमा जान्छ भनेर भन्छ त मैले उहाँलाई बोलाएको गरे उहाँ चिनेकै हुन्छ अब यहाँ मलाई चाहिँ उसले 10-15 मिनट लाग्छ भन्दै थियो अनि जसले पठाउनु भयो नि अनि हामीले फोन राखिदियौँ उता फोन गरेको बाई हजुर यो माइक्रो लाइनको काठमाडौँ जाने कता लाग्छ माइक्रो कस्तो झ्याउ भयो नि त भाइ बिचरा त्यो अङ्कललाई बोलाएको हामीले के भन्नु पहिलाको चाहिँ मलाई पठाएको छ क्या कस्तो भइरहेछ नरमाइलो छ खै नरमाइलो नि मान्छे यसरी खान्छ नि त के खाइ खाइन अनि रोएर बस्नु
रोएर बस्नु भयो त खानु पर्यो खाना त परिहाल्यो नि हामी चाहिँ गाडी चढ्यो लगभग 10 बजी हिँड्छ जस्तो छ गाडी केही नै भएन अब बेलुकाको 6, 7, 8 बजी हुन अगाडि चाहिँ पुग्ने टाइम कति घन्टा लाग्छ मेरो बुढा चाहिँ मलाई चटपट लिन जानुभएको छ उहाँ म चाहिँ बसिरहेको छु मलाई गाडी लगाइरहेको छ हाम्रो चाहिँ गाडी चार्ज हुँदैछ कि हामी वेटिङमा छौँ अझै आउनु भएको छैन चटपट लिएर के गर्दै हुन्छ खै पनि अब आउनुलाई यस्तो छ वाह आइसक्नु भएको फेरि हिरो क्यान्ट्री फेरि अर्कै तरिकाले हुन्छ कि हामी कहाँ छौँ रे बुढो कस्तो छ यो चटपट खुर्सानी हाल्दैन बसेको बनाइसकेको छ चटुटो भन्थेन भनेको बनाइसकेको कतिको किन साइकलको त 1050 होला भने बनाइदिएको 100 भन्नु पर्दैन त म चाहिँ चटपट खाँदैछु है मेरो बुढा चाहिँ केरा बसे आऊ केही छैन यो चार्जिङ सिस्टममा हेरेको चार्ज पर्सेन्ट कति आउँदो रहेछ हामी धादिङमा छौँ 1 मिनटमा 1% बढ्दो रहेछ कि 1 मिनटमा 1% बढ्दो रहेछ भ्याइसकिसक्यो होइन बस्नुपर्छ किन हतारहरू अहिले मलाई डाइलग खाने होइन बस्नुपर्छ सब ब्याग भिरेको थियो भिर्दिन पऱ्यो इमली यसमै हाल्यो हेलो गाइस हिजो 6:30 हामी साथीहरू आउँदै 6:30 बज्यो सो आज चाहिँ हाम्रो दोस्रो दिन भनौँ अब चाहिँ हामी पशुपति दर्शनमा जानु लागेको गाइस अब के कसो हुन्छ म हजुर देखाउनै छु आज साझा चाहिँ बुढाको गाडी छ जानु लाग्यो मेरो चाहिँ यसो हावा छ कि माक्स गाडी हुन्छ ओके गाइस अब हामी पशुपति दर्शन गर्छौँ त्यसपछि हामी चाहिँ अलिअलि घुम्छौँ त्यहाँदेखि चाहिँ रुममा आउँछौँ है रुममा राति होइन हामी रेडी गरेर एड्रेसको लागि जान्छौँ त्यो साथै गर्नु ल सो गाइस मेरो बुढा चाहिँ तल गइसक्नु भएको छ किनभने उहाँको साथी आउनु भएको छ हामीलाई पिक गर्नको लागि म पनि अब तल जान लाग्छु है ओके बा गाइस अब चाहिँ पशुपति गाडी भेट्नु होला है त हेर्नु न साथी 2 वर्षपछि साथीलाई भेटेको उहाँ गफै सकेको छैन मलाई खोजिराख्नु भएको है यति छ भिडियो मुस्ताङको गएको बनाउनु बाँकी छ ऊ हाल्नेले आफैले हाल्छ म चाहिँ केही गर्नै पर्दैन म त अझ जानु हाम्रो भीड़ सही क्या है भिड त होइन है त्यो देखामा त फोटो खिच्नु
कता यता 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 हामी चाहिँ फाइनली कस्मेटिक आइसक्यो जाँदैछ तपाईँ ह्याप्पी हुनु र ह्याप्पी छु त बुढीसँग मजाले बुढीसँग फर्स्ट टाइम है कता रहेछ र 80 टिको लाउने भित्र एकछिन जाम्ला नि भित्र फोटो गरेर आउँला 80 टिको लाउने कता हामीले पानी दिएको थियौँ नि फोटो गरेर यस्तो भित्र हाल्दै होला कि भित्र हाल्दै मान्छे धेरै होला अब हामी यहाँ चाहिँ पशुपतिबाट चाहिँ हामी फाइनली निस्किन लागेको छौँ होइन निस्किँदैछौँ होइन अब हाम्रो यही लास्ट थियो होइन मन्दिर जानु मन्दिर आएर सकिँदैन अब यो साललाई मनाएछौँ बाबु हुन्छ दुई वर्षपछि भेटेको साथी 2 वर्ष त भएन अझ भएन अब हामी यहाँ लेसिङ लागेको पनि लास्टै लागेको छ कस्तो त्यो एरियाबाट निस्किँदैछ वा यहाँबाटै जाऊँ न एउटा अगाडि चाहिँ हामीले अब एउटा सामान पनि पिक गरिसक्यौँ नानीबाट एउटा झोला भिरेर एउटा गफ हुँदैछ गफ दाजु बहिनीको पूजा गरेर अब बसन्तपुर राति हो रमाइलो त्यही पनि राति टाइम छैन अहिले त्यस्तो भएर रमाइलो कति जाम हुने चाहिँ थाहा भिड छ नि यहाँ गरी पनि छ सो हामी चाहिँ बसन्तपुरको पार्टी पनि छ कताबाट बोला जस्तो हामीलाई खोज्दै हिँड्दै हेर्न कसरी हिँड्नु हराएर होइन नि बसन्तपुरमा धनैलाई 1000 रुपियाँ सिट हाल्नु त्यता होइन कि फर्केर गएको थियो बसन्तपुर है गाइस बसन्तपुरमा मेरी माइलो आएकी छिन्
मान्छे कति हुन्छ नि फेरि पछाडि जाउँ न अलि आयो सकुमिचा खाने रे सकुमिचा आइसक्यो भिडियो बनाउनु लागि इन्होंने गाड़ी से नहीं मैंने बनाया था यस्तै भने हैन मम्मीले भन्नु हैन यस्तै बसको लागि मेरो लागि भोलि म उता माइतीतिर जाने हो अनि साँझ 11 बजी बेलुका फ्लाइट छ अनि हामी चाहिँ यहाँबाट 8 बजी चाहिँ भित्र पस्नुपर्छ अरे त्यही भएर हामी यहाँबाट 7 बजी निस्किन्छौँ होइन बुढो कस्तो लाग्दैछ पहिला त्यस्तो लागेर चाहिँ के हुने अब परिस्थितिले गर्दा जा भन्छ होइन मनले नजा भन्छ तर जानै पर्छ के गर्दा यस्तै छ जिन्दगानी हामी परदेशीको डाइरेक्ट बाबाले आएको हौ हो अब चाहिँ हामी पुगेछौँ बस पार्क योबाट जान्छ कि जाँदैन भन्ने कुरा होला टिकट काटिदिनु पऱ्यो नि बिचरा बुढीलाई भोलि गाह्रो हुन्छ होइन सिट पाउला नपाउला अझै टिकट बुकिङ गरेर राखेपछि आनन्द हुन्छ टेन्सनै हुँदैन केही कुरा पनि होइन त्यही भएर अझै टिकट काट्न आएको भिड चाहिँ फेरि यहाँ पनि लो पाइन्छ पाइँदाखेरि भन्ने कुरा हो टिकट पनि तिहार लास्ट जाँदा कतै टेन्सन भाइ मेरो बुढो चाहिँ हिरो भनेर अगाडि हिँड्दै हुनुहुन्छ हेलो मिस्टर कता हो एक्लै मलाई नबोलाइकिन यता काउन्टरमा सोधौँ के यहाँ पनि टिकट पाइन्छ पाइँदैन थाहा छैन तिहार लगाइसकेको छ होइन यता पनि मान्छे अल्पत्र भएर बसिरहेछन् कति भिड चाहिँ भाइ त्यहाँ गइरहनु छ माहौल है बस पार्कको माहौल पनि खत्रै छ भिड छ भाइ कहाँ बुटोले सुनाउ
तौलिया आदम तौलिया यसो त देख्नु भएन तौलिया लेखेको भेटेँ होइन यस्तो टिकट पाउन नि एकदम हाम्बे छ यहाँ राष्ट्रिय भिड छ गाइस है टिकट नपाएर यहाँ टिकट नपाएर यस्तो भिड छ यहाँ टियर लाएर पनि होला सायद है बडो दुःखले दुःख गरी यस्तो दुःख त कहिले पनि भएको थिएन आजबाट मलाई थाहा भयो कि क्यास चाहिँ बोकेर हिँड्नु पर्दो रहेछ भन्ने कुरो बुझ्यो गाइस है कम त गाह्रो भयो त नि पैसा क्यास नभएर सामान किन्यो भने पनि उनीहरूले सायद त्यो हामीले धेरै सामान किनेको भएर नि उनीहरूले तर 1500 किने उनीहरूले 3000 हामीले सामान किन्यौँ होइन 3035 किन्यो है सामान चाहिँ यो खोवा के भन्छ खोवा है के हो यो अनि त्यो अनि बाहिर लग्ने भनेर के खानेकुराहरू सुकीहरू यत्रो 3035 को सामान किनेपछि बल्ल 1500 रुपियाँ क्यास दियो देखेर यस्तो दुःख हो क्यास नहुँदाखेरि सो गाइस टिकट पनि फाइनली काटियो भोलि 6 बजेको छ अब भोलि के हुने है हालत त बेहाल हुने होला त्यही त 6 बजे के सिधा आएर नम्बर छ दियो है तिमीले कन्ट्याक्ट गरिहाल्छ 6 बजे होइन क्या 7 बजे अरे क्या ल गाइस अब चाहिँ हामी रुमबाट एयरपोर्टतर्फ जाँदैछ होइन अब नरमाइलो माने भने जान पर्यो अब के गर्ने अब मलाई छोडेर बुढी एक्लै हुन्छन् होइन अब राम्रोसँग आउनु राम्रोसँग सुत्नु आजको दिन किन भन्दाखेरि अब भोलि बिहान लाजु जुक्नुपर्दा 6 बजे गाडी छ राम्रोसँग केयर गर्नु सानो कुरामा ठ्यासुक परे आज बुढाबुढी बिच त्यसलाई माइन्ड नगर्नु है आफ्नो चाहिँ बहुत केयर गर्नु आफ्नो बहुत केयर गर्नु म सदैव तिम्रो साथ छु त अहिले पनि छु सदैव हुनेछु केही कुराको टेन्सन नलिनुहोस् त्यसरी नै बिस्तारै अगाडि बढ्नुपर्छ अरू कुरा सुन्नु न त्यही होला अब हामी लाग्यौँ ल अब हामी होइन खुसी छु म अब कुनै होइन अब यो हाम्रो मात्र होइन नि त प्रत्येक नेपालीको चोट भनेको यही हो नि त आफ्नो बुढी अथवा आफ्नो फ्यामिलीलाई छोडेर जानुको दुःख भनेको परदेशी जिन्दगीलाई मात्र थाहा हुन्छ क्या ल अब हामी यहाँबाट चाहिँ निस्किन लाग्छौँ अब ड्राइभ गरेको है अब हामी माथिबाट तर झर्दैछौँ अब चाहिँ एयरपोर्टमै के कसो हुन्छ होइन म छोडेर चाहिँ फेरि आउनु पर्ने हुन्छ किनभने अब आउँदा 10 बज्छ होला तिमीलाई म 9 बजे नै पठाउँछु किन कसरी भयो म जाने बिदेशीमै छिर्छु नलागाएछ अब हामी रुमबाट चाहिँ निस्केको है त म चाहिँ फेरि रिटर्नै आउँछु है ट्याक्सी पनि आइसक्यो अब हामी चाहिँ होटेलबाट बाहिर निस्केर बसिरहेको अब हामी चाहिँ ट्याक्सीतर्फ जाँदैछौँ पुरा चाहिँ कसरी हुन्छ है ल हामी चाहिँ अब यहाँबाट जाँदै हामी बसेको होटल चाहिँ हो ल ब्रो बस्नुहोस् लग्छ अन भयो